स्विजरल्यान्ड अफ नेपाल जिरी ल हामी चाहिँ 6 जना भयो होइन 2 जना गरेर ल बाइकले यहाँ चाहिँ उल्टी गरिसकेको हाम्रो गाड खुसिसक्यो यार बाइक नताने ऊ माथि खेल्दै छ हेर्नु चाहिँ है त यार ल हाम्रो बाइक चाहिँ यहाँ सो हेलो गाइस और वेलकम बैक माई न्यू भिडियो आफ्टर लङ टाइम बसी हामी चाहिँ भिडियो बनाइरहेको छैन गजङतिरसम्म होइन थोरै काम छ त्यहाँ पुगेर आउने भनेर लाइस हामी चाहिँ काका भतिस धेरै टाइम पछि देख्न सक्नुहुन्छ हामी 2जनालाई चाहिँ भ्लगमा होइन के छ भतिस ठिक छ होइन एकदम ल आज चाहिँ हामी चाहिँ उता जाने होइन अब चाहिँ एकचोटि तपाईँहरूले म केमा मोटो भ्लगिङ सेटअपमा भेट्नेछु होइन लगाइस ल टक्कसँगले छ त भतिस म चाहिँ मोटो भ्लगिङ आइसक्यो होइन ल जाउँ बस्छ भतिस ल त्यस्तो गर्ने विश्वकर्मामा आजको हाम्रो राइड चाहिँ कहीँ छैन नि यति गजङसम्म पुगेर आउने भनेको हेरौँ के हुन्छ आजको प्लानिङ चाहिँ सुतम है भतिस सुतम है ल के रे सुताएको हामीले कति पैसा 2 लाख हामी चाहिँ टक्क लागिसक्यो होइन आफ्नो गन्तव्यतिर यो चाहिँ हाम्रो चुचुरे गाउँ हो यसको बाजे चाहिँ पामु भन्ने थियो हाम्रो यो गाउँ चाहिँ पुरै धलन भइसकेको छ क्या यतातिर होइन ट्याक्कसँगले यहाँ चाहिँ एक्सिडेन्ट हुने धेरै चान्स छ गाइजहरू होइन एक्सिडेन्ट भएर टक्क बारीतिर पुग्छ कि चाहिँ गाई पुग्दैन तपाईँको मैले चाहिँ आज अर्कै माइक युज गरिरहेको छु होइन वायरलेस टाइपको अनि यसको साउन्ड क्वालिटी के कस्तो आउँछ यार गोप्रोतिर यो मलाई केही आइडिया छैन है मैले त देख्न सक्नुहुन्छ हाम्रो बजार कस्तो दामी चौर छ नि मेरो चौर माथि हेऱ्यो तल हेऱ्यो हरियाली देख्न सक्नुहुन्छ यहाँ चाहिँ पहिला वीर विक्रम मुभीको सुट पनि भएको हो क्या गाइजहरू है यो होइन यो अहिले हामी 2 तला माथि यो के अरे पुलमा हिँडिरहेको छौँ कि 2 तला क्या होइन तला पनि छ होइन अनि त्यही माथि थपेर फेरि अर्को तला बनाइदिएको छ 2 तला पानी पऱ्यो नि मुनि गएर बस्दै नि हुन्छ क्या एकदम खतम छ कि बाटो चाहिँ लास्ट यहीँ हो मलाई अलिकति खराब लाग्ने क्या माछा कुद्यो हामी पनि कुद्यो माछा झन् कुद्यो हामी पनि झन् कुद्यो भन्ने यो चाहिँ कन्ट्रोल रुम हो क्या होइन यो चाहिँ टक्क माथिदेखि तलसम्म टाकटुक हेर्ने चाहिँ यो चाहिँ कन्ट्रोल रुम भन्छ होइन यहाँ चाहिँ टर्बाइनहरू 2टा छ होइन पुरा घुमिरहेको छ क्या तलबाट देख्न सक्नुहुन्छ टर्बाइन हो त्यो चाहिँ है अनि यहाँ माथिल्लोपट्टि चाहिँ 3Dमा देखाइरहेको छ क्या कम्प्युटरमा चाहिँ कुडो लागेको चाहिँ खुट्टा भरिया तलतिर गराएको अघि चाहिँ हामी होइन यहाँ चाहिँ कुरो रहेछ क्या यस्तो घारी थियो नि त हाम्रो प्लानिङ चाहिँ मास्तिसम्म जाने भयो यो डाँडा बल्लपट्टिसम्म स्टोन पार्क चाहिँ यो पारिपट्टि कहाँ हो यता हो है स्टोन पार्क यसै दोलखा पर्छ यता चाहिँ रामेछापको हाइड्रो पावर चाहिँ हिमाल ऊर्जा हाइड्रो पावर ल गाइजहरू हामी टक्क हाइड्रो पावर भिजिट गरेर नि निस्केको अब चाहिँ होइन यहाँ चाहिँ कस्तो डर लाग्ने कि अघि चाहिँ म आएको होइन टक्कदेखि लचक गर्दैछु क्या कस्तो आँततिर आएको एकचोटि लचक गर्दै जान्छ अनि अब चाहिँ हामी निस्किन लाग्यो उतातिर है सँगले जाने हो हाम्रो चाबी यहाँ छ स्विजरल्यान्ड नेपाल भन्ने स्विजरल्यान्ड अफ नेपाल जिरी ए जिरीकै रहेछ म जिरी नदेखेँ यार मैले यो मैले स्विजरल्यान्ड अफ नेपालमा देखिरहेको थिएँ होइन त यो रात अक्षर म नपढिरहेको क्या जिरी स्विजरल्यान्ड अफ नेपाल हो यस्तो दामी ल गाइस हाम्रो राइड चाहिँ स्टार्ट भइसकेको छ यहाँबाट होइन तर बाटो चाहिँ खत्तमै रहेछ बाटो के हो यस्तो ल हामी चाहिँ 6 जना भयो होइन 2 जना गरेर कत्रो ठुलो खोला देख्छ है अहिले पनि खत्त ल गाइस अब चाहिँ हामी टक्कसँगले माथिसम्म जाने हो होइन आजको राइड भने चाहिँ हेरौँ कस्तो हुन्छ अनि अहिले चाहिँ हामी कहीँ चाहिँ भन्दा चाहिँ स्टोन पार्क गुम्पा होइन दोलखा आइसक्यो हामी चाहिँ उस पनि बनाइसकेको है स्टोन पार्कमा पानी पनि हालेछ है ओहो यस्तो दामी भयो स्टोन पार्क धेरै पछिको अपडेट हो यो चाहिँ होइन अब चाहिँ यहाँबाट उँभो जानुपर्छ जस्तो लागिरहेको छ बाटो के हो या देख्न सक्नुहुन्छ माथिबाट स्टोन पार्कको भ्यू बाटो चाहिँ डेन्जरै छ क्या त फेरि यस्तो यो डेन्जर बाटो हिँडेको बाबा चाहिँ माथि पुग्दा त्यस्तो दामी ठाउँहरू हुन्छ नि जहीँ जहाँ पनि क्या होइन जानु चाहिँ धेरै गाह्रो हुन्छ अनि माथि बेसी त्यो टाकटुकै बिर्सिने टाइपको हुन्छ क्या ठाउँहरू त्यस्तो भल ठाउँ हुन्छ ढलमा रहेछ त ओहो अघि हामी के भन्दा त ओहो सरी गाई यस्तो दामी बाटो रहेछ यहाँ चाहिँ ढलगाडीतिर कुदेर बाइक कुदेर मरेको
यसरी माथि ड्रोन सट गाइस ड्रोन सट ल पारीबाट के अरे यहाँबाट पारीको भ्यू पनि बबालिदिएको हुन्छ है गर्जनको पढ्नु मलाई लाग्छ यस्तो यस्तो स्कुल देखेको फेरि पहिला पहिला त खासै राम्रो हुने थियो कि स्कुलहरू होइन अहिलेको त यस्तो स्कुल देख्दा क्या स्कुल जाउँदा जस्तो टाइपको हुन्छ क्या ओहो ढलान गयो ढलान भन्ने साथीखेरि ढलान पनि सकिहाल्ने खालको ढलान के ढलान हो होइन ओहो ढलान बाटो भनेर भन्नु मात्रै के पाएको छ सकिरहेको छ भनेर ढलाने यार उता ठोकियो क्या हो ओहो म फेरि यहाँ खतरा एक्सिडेन्ट पछि फेरि हामी चाहिँ लागिसकेको छ हाम्रो गन्तव्यतिर ल भुन्टेले जम्पिङ हाल्नु जस्तो माउन्ट एभरेस्ट चढेको जस्तो छ है गाइजहरू देख्न सक्नुहुन्छ होइन ल बाइकले यहाँ चाहिँ उल्टी गरिसकेको ल यहाँ चाहिँ हाम्रो बाइकले चाहिँ उल्टी गरेको छ होइन धेरै यो गाडी लागेको छ क्या हो भमिट समिट हानिदिरहेको छ अरू बाटो छैन है चिकिन्छ नि ए अर्को बाटो छैन दाइ अर्को बाटो छैन ए बाटो त्यस्तो छ हेर्नु नि यार यहाँ हाम्रो गाड खुसिसक्यो यहाँ बाइक नतानेर ऊ माथि ठेल्दैछ हेर्नु चाहिँ ऊ माथि ठेल्दैछ यहाँ ठेल्दैछ यहाँ एनएस चिप्लेर बिजोग छ ओ अर्को नि आइरहेछ बाइक त पुरै नाच्छ बाइक यता बमिट गरिसक्यो यता भाइ ए घुमेर त माथि जानु माथि रिलमा यस्तो दामी ठाउँमा आएर चाहिँ हामी यहाँ बसिरहेको छ होइन यहाँ चाहिँ टावर रहेछ टाउनमा पनि भरिङ चाहिँ यस्तो रहेछ ओ नला ओ नाइ चाहिँ म झर्छु न दाइ चाहिँ हल्दिँदा चाहिँ मजाले अब चाहिँ यहाँबाट ड्रोन सुट लिनु लागिरहेको छ हामीले चाहिँ होइन अनि मिनी ड्रोनै हो यो चाहिँ हातको चाहिँ दामी ठाउँ छ नि यहाँनिर चाहिँ ड्रोन चाहिँ कहाँ माथि गएपछि अब यस्तो दामी चाउ रहेछ यता चाहिँ भ्यू टावर बनाएको होला यो काठको बनाएको रहेछ यतिकै मैले ढोरपाटन भनेको थिएँ मेले चौरसी यहाँ पर्छ कि जुम खतरा हुन्छ कि यो मानिटर यो हाम्रो गाउँ हाम्रो घर चाहिँ यो माथितिर पर्छ ठुलो घर भन्दा यताबाटतिर छ ड्रोन चाहिँ झन्डै भिजेको होइन ल अब चाहिँ हामी एउटा तलतिर लाग्नुपर्छ पानी पाला जस्तै छ भिडियो भाइरल होला नि फेरि ल त्यही भएर बिस्तारै बिस्तारै जानुपर्छ ल बाटो चाहिँ डेन्जर हो त्यो पर गुम्बासम्म गएर आउने होइन गुम्बा छ अरे एउटा ल गुम्बा छ हाम्रो अपाची घोडा बाइक हिँडिसकेको छ होइन गाडी हिँड्दैन यो बाटो
तर जस बाटो बनाएर सोलिङ चाहिँ हालिसकेको रहेछ है होइन हाम्रो पनि पहिला गाउँको यस्तै बाटो थियो नि मसँग त्यो पहिलाको भिडियोहरू छ क्या हेर्छु होइन यस्तो थियो पहिलाको बाटो यार अहिले चाहिँ ओहो के आनन्द लाग्छ हाम्रो गाउँको बाटो है हाम्रो यसपालिको यात्रा भनेको चाहिँ खालि गुम्बाको टुर मात्र भइरहेछ किन है बवाल छ बवाल रन्काइदिउँ न हामी चाहिँ यहाँ गुम्बामा आइसकेको छ भिडियो अन भइरहेको छ नि है फेरि म चाहिँ हातहरू बोल्दा भन्नु ए अन्छ गाई भिडियो भाइरल आयो पहिला 10 लाइक चाहिँ 10 लाइक क्या 10 लाइक ताङनागी गुम्बा भन्ने रहेछ यो गुम्बाको नाम चाहिँ होइन अनि हामी चाहिँ यहाँ गुम्बा भिजिट हानिरहेछौँ टक्कसँगले देख्न सक्नुहुन्छ यहाँ यताको भ्यू चाहिँ ठाउँ चाहिँ बवाल ठाउँ रहेछ क्या शान्त ठाउँमा रहेछ गुम्बा पनि होइन ओहो यहाँ त सेम बौद्धको जस्तै पो रहेछ त्यहाँ त पछाडि टक्क फोटो खिच्ने त्यहाँनिर होइन फेरि तँलाई चाहिँ नखस्ला नि फेरि अब हाम्रो यहाँ फोटोसुट स्टार्ट होइन फोटो सेसन बिस्तारै ल को जाने मै जान्छु नस्तो लाग्छ फेरि यहीँबाट खिचिरहेको छु भाइ यो त 6 मिनेटको फुल हिरो हामीले गुम्बा भिजिट पनि हानिसक्यो होइन ल गाइस अब चाहिँ हामी हिँड्नु लाग्यो यहाँ गुम्बालाई टाटा बाई बाई भनेर आनन्द छ है भर्खर पो रेकर्ड भएछ यार मैले चाहिँ माथिबाट रेकर्ड गर्दै आएको थियो गाइस होइन मैले चाहिँ रेकर्ड अफ गरेँ भनेको भर्खर पो रेकर्ड भएछ आज कसको बल्ले रहेछ मार्छ अहिले मार्छ हामीलाई कस्तो माथिबाट ल यस्तो दामी ठाउँ थियो है झन् म चाहिँ भिडियो यस्तो दामी भिडियो भयो होला भने बसेर अब चाहिँ भिडियो अफ गर्नु पऱ्यो धेरै भयो भनेर अफ गरेको त यार भिडियो नै भएर भनेको लास्टमा त माइ गड यस्तो दामी ठाउँ देखिरहेको थियो माथि है उता मेले चौतिर देखिरहेको थियो अघि नै भिडियो भनेको अब हेर्दै हिँड्यो झर्ना घुमेर नि आयो है यसो खाजासाजा खाएर फेरि घरतिर लाग्नुपर्ने हुन्छ हामी चाहिँ होइन यासा भन्ने ठाउँ रहेछ होइन ओहो बाटो त के हो यस्तो अघि चाहिँ माथिबाट यस्तो दामी भ्यू देखिरहेको थियो कि तलतिरको तर त्यो भिडियो नै गएन त भएन छ कि गरेको त थियो झन्डै ओ यहाँबाट देख्छ दामी अघि चाहिँ योभन्दा नि हाइटमा थियो क्या होइन यस्तो दामी भ्यू देखिरहेको थियो माथिबाट चाहिँ तर सरी गाइसहरू मैले तपाईँहरूलाई देखाउन सकिनँ भन्नु रे होइन यस्तो बबा सिन देखेको छ त पुल त्यो चाहिँ दोलखारामी छाप जोड्ने पुल त्यही हो अब छ हाइड्रेसन लाइन होइन पावर अब चाहिँ बिस्तारै लाग्नुपर्छ बागुम गाइस होइन आज चाहिँ के भएर चाहिँ खालि म रेकर्ड गर्छु तर रेकर्डै हुँदैन क्या लास्टमा यो गोप्रोले नै धोका दिएको रहेछ मलाई चाहिँ होइन गाइसहरू के गर्नु त्यो लजन पर्छ भन्ने क्या रास्ते जा रहे हैं कहाँ जा रहे हैं हमको नहीं पता है अहिले चाहिँ हामी ठ्याक्कसँगले मेलेटार भन्ने ठाउँमा आइसकेको छ होइन यो चाहिँ आफ्नै गाउँ आफ्नै ठाउँ भनेको जस्तै हो होइन यो चाहिँ हाम्रो एरियातिर हामी चाहिँ प्रवेश गरिसकेको ठाउँ होइन अघि दोलखा गाउँ चाहिँ अब चाहिँ हाम्रो एरियामा सब आइसकेको छ गाइस हामी चाहिँ होइन दुईजना छ दाइहरू चाहिँ त्यहाँ बस्नु भइसक्यो होइन अनि हामी यहाँ घर फर्किरहेको छौँ होइन टक्कसँगले हाम्रो यहाँ दिमाग भन्ने चाहिँ चलाइरहेको छ चराउनु ल्याउँछ होइन तलतिर खैको भिडियो बनाइरहेको छ है यस्तो दामी ठाउँ छ नि अरू होइन वाउ तलतिर बसतिर जाइतै